राधे राधे दर्शकबिन नमस्कार। दर्शकबिन प्रस्तुत छ आजको राशिफल। आज मिति विक्रम सम्वत 2082 साल कार्तिक 6 गते बिहिबारको दिन। आज तदनुसार अङ्ग्रेजी 23 अक्टोबर 2025। आज कार्तिक शुक्ल पक्ष द्वितीया तिथि रात्रि 11:04 बजेसम्मको लागि। आज भाइटिका किजा पूजा। आउनुहोस् ढिला नगरी आजको राशिफलको तर्फ अघि बढौँ। राशि चक्रको पहिलो राशि मेष राशि। आज तपाईँ नयाँ परियोजनाहरू सुरु गर्न सक्नुहुन्छ। आज परिवारभित्र प्रेम विवाहको बारेमा छलफल हुन सक्छ। आज घर खुसीले भरिनेछ। आज कुनै शुभ कार्यको बारेमा छलफल हुन सक्छ। आज घरमा आजको दिन तपाईँको जीवनसाथीसँग यात्रा गर्नको लागि विशेष गरी शुभ रहनेछ। तपाईँ आफ्ना छोराछोरीको प्रगतिबाट खुसी हुनुहुनेछ। आज वृक्ष राशि। आज आफ्ना विगतका गल्तीहरू स्वीकार गर्नुहोला र तिनीहरूलाई सच्याउने प्रयास गर्नुहोला र आफ्ना सहकर्मीहरूप्रति राम्रो व्यवहार गर्नुहोला। आज तपाईँलाई नकारात्मक भावनाहरू महसुस हुन सक्छ। आज आफ्ना योजनाहरू अरूसँग साझा नगर्नुहोला। तपाईँले कुनै पनि तर्कबाट आज बच्नुहोला। आज मिथुन राशि। आज तपाईँको परिवारभित्र केही कुरामा मतभेद उत्पन्न हुन सक्छ। अनावश्यक छलफलबाट टाढा रहनुहोला। आज अनावश्यक खर्चले तपाईँको बजेटलाई बाधा पुर्याउन सक्छ। आज आवश्यक नभएसम्म अरूको मामिलामा हस्तक्षेप नगर्नुहोला। बिरामीहरूको स्वास्थ्यमा सुधार आउनेछ। आज कर्कट राशि। आज तपाईँ धार्मिक गतिविधिहरूमा रुचि राख्न सक्नुहुन्छ। मतभेदहरू समाधान गर्न सफल हुनुहुनेछ। आज तपाईँको व्यवसायमा कुनै पनि प्राविधिक समस्या समाधान गर्नाले तपाईँलाई शान्ति मिल्नेछ। तपाईँले उच्च शिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्न सक्नुहुन्छ। तपाईँ साथीहरूसँग गुणस्तरीय समय बिताउन सक्नुहुनेछ। आज सिंह राशि। आज आफ्नो परिवारको सदस्यहरूको आवश्यकताप्रति ध्यान दिनुहोला र परिवारभित्र आन्तरिक मतभेद उत्पन्न हुन सक्छ। तसर्थ सावधान रहनुहोला। अव्यावहारिक निर्णयहरूले तपाईँलाई घाटा निम्त्याउन सक्छ। आज सरकारी काममा इच्छित परिणामहरूबाट तपाईँ अत्यन्तै खुसी महसुस गर्नुहुनेछ। आज लामो समयदेखि प्रतीक्षा गरिएका कामहरू केही ढिलाइ हुन सक्छ। आज कन्या राशि। आज काममा वरिष्ठहरूसँग मतभेद उत्पन्न हुन सक्छ। सावधानीपूर्वक औषधिहरू प्रयोग गर्नुहोला। आज व्यवसायले अपेक्षित परिणाम नदिन सक्छ। आज कडा परिश्रम गर्न पछि नछड्नुहोला। आज तपाईँले धेरै नयाँ मानिसहरूलाई भेट्नुपर्ने हुन सक्छ। आज छिमेकीहरूसँगको सम्बन्ध तनावपूर्ण हुन सक्छ। आज तुला राशि। आजको दिन विशेष गरी तपाईँको लागि शुभ रहनेछ। आज तपाईँले आफ्नो स्थान परिवर्तन गर्न सक्नुहुन्छ। आज व्यवसायीहरूले आफ्नो योजनामा सफलता पाउन सक्छन्। आज लामो समयदेखि प्रतीक्षा गरिएको कार्यहरू सफल हुनेछन्। आज स्वास्थ्य समस्याहरू समाधान हुँदै जानेछन्। आज तपाईँ आफ्नो प्रेमीलाई उपहार दिन सक्नुहुन्छ। विवाहित जीवन अत्यन्तै रोमान्टिक रहनेछ। आज वृश्चिक राशि। आज तपाईँले आफ्नो जीवनसाथीको कुरामा ध्यान दिनुपर्नेछ। नजिकका सम्बन्धमा सञ्चार अन्तर उत्पन्न हुन सक्छ। आज काममा गल्तीहरू दोहोर्याउनबाट बच्नुहोला। आज यात्रा गर्दा तपाईँले असहज परिस्थितिहरूको सामना गर्न सक्नुहुन्छ। आज तपाईँले अरूमा धेरै भर पर्नबाट बच्नुपर्छ। धनुराशि। आज तपाईँको सबै काम सफल हुनेछ। आज तपाईँको जीवनसाथीले तपाईँलाई राम्रो उपहार दिन सक्छन्। आज निजी क्षेत्रमा काम गर्नेहरूले पदोन्नति पाउन सक्छन्। आज यदि तपाईँले अनलाइन किनमेल गर्दै हुनुहुन्छ भने तपाईँले उल्लेखनीय छुट पाउन सक्नुहुन्छ। आज साथीभाइ र आफन्तहरूबाट तपाईँ अत्यन्तै खुसी महसुस गर्न सक्नुहुन्छ। आज मकर राशि। आज तपाईँ अत्यन्तै व्यस्त रहनुहुनेछ। तपाईँले आफ्नो सोख र इच्छामा पैसा खर्च गर्न सक्नुहुन्छ। आज आर्थिक मामिलामा सावधानी अपनाउनुहोला। प्रेम सम्बन्धमा पारस्परिक सम्मान कायम राख्नुहोला। नकारात्मक व्यक्तिहरूले तपाईँलाई भ्रमित पार्न सक्छन्। आज आफ्नी आमाको स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। आज कुम्भ राशि। आज काममा तपाईँको क्षमताको कदर गरिनेछ। तपाईँ अरूलाई सहयोग गर्न उत्सुक हुनुहुनेछ। आज तपाईँले आफ्नो बचतलाई बिमामा लगानी गर्ने योजना बनाउन सक्नुहुन्छ। र आज कुनै पनि शुभ कार्यको बारेमा शङ्का उत्पन्न हुन सक्छ। आज विपरीत लिङ्गका मानिसहरू तपाईँप्रति अत्यन्तै आकर्षित हुनेछन्। आज मीन राशि। आज तपाईँले प्रमुख व्यापारिक सम्झौताहरू प्राप्त गर्न सक्नुहुन्छ। आज तपाईँ आफ्नो परिवारसँग गम्भीर मुद्दामा छलफल गर्न सक्नुहुन्छ।
तपाईँ आफ्नो जीवनसाथीसँग पवित्र स्थलको भ्रमण पनि गर्न जान सक्नुहुन्छ आज। आफ्ना छोराछोरीहरूको स्वास्थ्यको ख्याल राख्नुहोला आज। तपाईँले विदेशमा व्यापार गर्ने अवसरहरू पाउन सक्नुहुन्छ आज। आजको राशिफल यतिमै सकियो। आशा गर्दछु यदि हजुरहरूलाई भिडियो मन पऱ्यो भने जति सक्नुहुन्छ भिडियोमा लाइक कमेन्ट सेयर अवश्य गरिदिनुहोला र हजुरहरू कुन ठाउँबाट मेरो यस भिडियोलाई हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा गएर टक्क लेख्न नबिर्सिनुहोला। हरे कृष्ण राधे राधे। आजको दिन हजुरहरू सबैजनाको लागि शुभ र मङ्गलमय रहोस्। हरे कृष्ण राधे राधे।